फाइनल्ली आशालाई आफ्नो आमासँग भेट गराउँदैछौँ। आमा यतै हुनुहुन्छ? दिदी आउनुहोस् त। I was आशाले करिब 18-19 वर्षपछि आफूलाई जन्म दिने आमा भेट्दैछिन्। यो सायद संसारको सबैभन्दा खुसीको क्षण हो। एउटा छोरी जसले आजका दिनसम्म आज अनागरिक भएर बेवारिसे भएर जीवन बिताउनु भयो। यता आउनुहोस् त, यता आउनुहोस्। चिन्नुहुन्छ? चिन्नुहुन्छ ल राम्रोसँग? आफूले जन्माएको सन्तान चिन्नुहुन्छ? चिन्छु। चिन्नुहुन्छ? उसको अनुहारै उ यस्तो छ। पक्का हो? पक्का हजुरकै छोरी हो? हो। होइन कि? हो। होइन भने होइन भन्न पाइयो? आशा हो। आशा हो? केही छ उसको चिन्ने त्यस्तो आधार हुन्छ नि? कोठी सोठी हजुरलाई याद हुने छोरी? उसको यहाँ छ कोठी। यही कोठी हो? हो। उसको सानो बच्चादेखिकै कोठी हो त्यो। पक्का हजुरकै छोरी हो? पक्का हो। तिमी चिन्छौ त? चिन्दैन। कल्पना छ यसो त्यो मामा घर बस्दा कहिले कहिले आउने 8-9 महिना आउनु त हुन्थ्यो तर मलाई अनुहार चाहिँ यादै छैन। मलाई अनुहार याद भएको भए अझै मलाई बेटर फिल हुन्थ्यो होला तर मैले अनुहारै याद सानै थिए त ऊ त्यति अनुभवै गर्ने पाउने नै थिएन नि त। सानै थियो। अब 3-4 वर्षको मान्छेलाई कसरी अनुभव हुन्छ? हामीलाई त त्यति सानो बेलामा थाहा हुँदैन। आउनु त आउनु। आशा केही सोध्नु छ? अब आमा लौ हिजो तिमी जसरी पुग्यौ आमा उहाँ नै हुनुहुन्छ। यतापट्टि आऊ। आमा छोरी नै नजिक बस्दा भयो। केही सोध्नु मन छ आमालाई? के त्यस्तो बाध्यता थियो र मलाई त्यस्तो गर्नुभयो त? नै छोरी त्यस्तो बाध्यता होइन। तिमीले बाध्यता सोध्नै पर्दैन। त्यो मैले तिम्रो आफ्नै भविष्यको लागि र आफ्नै जिन्दगी राम्रो होस् भनेर मैले आफ्नै आफू कमाउन हिँडेकी थिएँ। दुःख थियो। दुःखको बेलामा मैले सुख दिन पनि सकिनँ होइन। अब सुख दिन नसकेपछि अब मैले आमा बाउको कहाँमा लगेर मैले राखेपछि आफ्नो दाइको छोरीले काठमाडौँमा ल्याएर यसरी हराइदिली उ गर्ली भन्ने कुरा त मलाई के थाहा र छोरी। मैले धेरै खोजेकी हो छोरी, तिमीले नखोजेको होइन। मैले त्यति बेला न पढाइ थियो, न फोन थियो, न के थियो, न मैले संसारमा मैले भेट्छु कि भनेर मैले तिमीलाई गल्ली गल्ली पनि खोजेको पनि हो, नखोजेकी होइन। पछि नमरी बाँचे भने पछि देखाइ परेछ भने आउँछ एक दिन त आउँछ भन्नेमै थियो के छोरी। नभएको त हो। तिमी पनि सानै थियौ। तिमीले त्यस्तो मन सानो गरेर मन चाहिँ त गर्नु पर्दैन। तिम्रो आमा नि मै नै हो। तिमीले जे सही दिएकी छौ मेरो नाम मुइया हो होइन। मेरो नाम मुइया हो। तिमीले सही नाम गरेर दिएकी छौ त्यति याद रहेछ छोरी तिम्रो पनि। मैले त्यही भन्न चाहन्छु कि म अब मेरो बाबा खै त? बाबा त उहिले मरिसक्यो। अब भन्नु न के काम गर्नुहुन्थ्यो त्यतिखेर? कहिले मैले म के गर्थेँ? ज्यामी काम गर्थेँ। ज्यामी काम गरेर हिँड्थेँ। मलाई न त्यति बेलाको दुःख र अहिलेको दुःख त मैले एउटै त गरिराखेकी छु नि छोरी। मैले के सुखको दिन कहिले पाएकी छु र? सधैँभरि दुःख त आँसु सधैँभरि आँसु बगाएर त हिँडेकी छु नि। अब म त्यति बेला मेरो छोरी सानै थिएँ कि त्यति बेला मैले 2-3 वर्षसम्म मैले माइती लगेर राखेकी हो नि त। हजुरले माइती लगेर राख्नु? माइती लगेर राखेकी हो। कहिले भेट्न जानुहुन्थ्यो रे? हो जान्थेँ म कहिले काहीँ जान्थेँ। वर्षमा होइन म महिनामा म एकचोटि गइरहन्थेँ। म छोरी भेट्न गइरहन्थेँ। जब छोरी लिएर दाइको छोरीले लिएर यसरी हराई भनेपछि अनि म बिस्तारी छोड्दै रहेछ नि त त्यतिखेर लगेर हराएको त होइन हो। उ त टोयलेट गएको मान्छे बाहिर कुरेको मान्छे त उ आउनु नपाउँदै हिँड्देको। अब त्यो त मलाई नि थाहा भएन नि त सर। मलाई त थाहा भएन। पछि मेरो छोरी हरायो भने 18-19 वर्ष आश्रम न चाड न बाड न आफ्नो यही हो। उसको मुख त मेरै हो। उसको मुख त हो। मुख अनुहार सबै हो कि। हो जस्तो लाग्छ? म के भन्न सक्दिनँ। अनि मलाई के भन्ने आएको छैन। सबै पीडा आज पोख्ने अनि अब ह्याप्पी भएर हिँड्नुपर्छ। नयाँ एउटा यात्रा हो नि त जीवन। तिमीलाई त म सिकाउनु पर्दैन। तिमी त हामीलाई सिकाउने मान्छे हो। तिमी त स्ट्रगल गरेर दुःख गरेर एक्लो जीवन त्यो आँखाभरि आँसु त्यो पीडा कैयौँ दिन तिमी त रोयौ। तिमी त बिरामी पनि पर्यौ। तिमी त मलाई अहिले बिचमा भनेको कुरा होइन।
आफ्नो स्ट्रेस सम्झिन्छौ त्यो दिन एकचोटि हामीलाई केही सुनाउनु मन छ त्यस्तो कुरा के भन्नु मलाई होइन अहिले मलाई कस्तो माइन्ड ब्ल्याङ्क भयो अहिले त्यस्तो सोच्नु पर्दैन त्यस्तो सोच्नु पर्दैन उसले जे अलि यता आउनु, अलि मेरो यता नाम आउनुहोस् है। उसले जे भनेको छ त्यही सही हो के उसले मेरो नाम मेरो मुइया भन्ने लिएको छ होइन मेरो मुइयै भयो के अरे उसले नाम लिएको नि मेरो अरू छोरीलाई केही भन्नु मन छ त छोरीलाई कसरी माफी माग्नुहुन्छ त अब यस्तो आजका दिनसम्म सम्पर्कविहीन भयो एउटा आमाले छोरीलाई कसरी कन्भिन्स गर्ने त अब त गर्नु पर्यो उसको त मन जित्नु पर्यो तपाईँले अब मेरो छोरी अब मेरो पासमा गएर बस्छु भनेर बिस्तारी बिस्तारी त्यो त सबै कुरो मिल्दै गइहाल्छ नि सोध मनमा लागेको केही कुराहरू छ भने क्लियर हुनु पर्यो होइन भन सोध मलाई अब गाली गर्नुपर्छ कि के नै म गाली त गर्दिनँ अनि मैले मेरो गल्ती केही छैन छोरी मैले तिमीलाई त बस मैले मामा घर लगेर आमा बाउको काखमा लगेर छोरीको गल्ती गरेँ एउटाले होइन अनि सधैँ पाएँ मैले पनि धेरै सधैँ पाएँ छोरी तिमीले गर्दामा मेरो गल्ती केही छैन मैले त भनेको दुःख गरेर मैले छोराछोरीलाई पढाउन आफूले नपढे पनि छोराछोरीले पढुन् भन्ने त्यो धारणा हो नि त मेरो त होइन र अहिले मैले 2 छोरालाई पनि त्यसै गरी राखेकी छु उनी पढ्थ्यो कि नै त्यतिखेर नै सानै त थियो त अनि त्यति बेला स्कुलमा पनि अनि 6 वर्ष 7 वर्ष नभई सरकारी स्कुलमा हराउँदा 3-4 वर्षमा हराएको रहेछ त्यही हो 3 वर्ष 4 वर्ष त्यस्तै थियो कि त्यहाँभन्दा उनी कसरी अनुभव गरोस् त उसले झन् सम्झाइ रहेछ एउटा नाम त त्यो नाम चाहिँ धन्न सम्झेको रहेछ कि जस अब आदि जस्तो कुराहरूमा के अरे आफूले फिल गर्न सक्ने भइसकेको थियो नि बाबाको नाम के हो त तिम्रो बाबाको नाम अब गाउँमा त सबैजनाले बोलाउँदा नहसे भन्थे अरू चाहिँ मलाई थाहा भएन नानी त्यो त अनि दिलबहादुर को हो त नै मैले बच्चादेखि त्यो अब मेरो माइन्डमै त्यही नाम मात्रै थियो नि त दिलबहादुर थापा भन्ने नै नाम थियो अनि त्यही भएर सोधेको क्या मैले चाहिँ मेरो बाबाको नाम दिलबहादुर थापै हो भन्ने चाहिँ मैले त्यही नै भन्थेँ नि त अब मम्मीको नाम चाहिँ मैया थापा हो भन्ने चाहिँ म कन्फर्म थिएन अरू मलाई होस्टेलमा चाहिँ सबैले आशा मैया थापा भनेर बुढो मलाई भन्नुहुन्थ्यो तपाईँको नामले मसँग जोडेर भन्नुहुन्थ्यो कि लास्टमा यस्तो रहेछ नि त कुरो त्यही त हो मेरो नाम मैया हो अब उसको बाउको नाम चाहिँ अब तर मैले मेरो नागरिकतामा तपाईँको नाम राखिनँ मलाई जन्म दर्तामा नि मेरो नाम थिएन त्यही भएर मैले नागरिकतामा पनि राखिनँ मलाई थाहा नै थिएन उनी आफै 6 वर्ष अदालती प्रक्रियामा धाएर ऊ आफूले कडा रूपमा अदालतमा गएर बयान दिएर बोलेरै होइन त उसले आफ्नो चाहिँ दुईचोटि अदालतमा उभिएर एकचोटि डेट मिस्टेक भयो अर्कोचोटि जाँदाखेरि अनि झन् साथ दिनुभयो अदालतमा पनि अनि एकदमै लक्की फिल गर्छु कि मैले जुन होस्टेलमा पढेर हुर्केँ त्यहाँको दिदी दादाहरू मर्निङ स्टार चिल्ड्रेन च्यारिटी यहाँ बुढा नीलकण्ठ गणेश चोकैमै छ अलिकति भित्र जानुपर्छ अहिले छ रिन्यू भइरहेको छ 2076 मा मैले 10 क्लासमा त्यहाँको सरहरू कोहीलाई सम्झिन मन छ आज सम्झिनु म अफकोर्स सम्झिहाल्छु उहाँहरूलाई त एकदम म ग्रेटफुल छु उहाँहरूप्रति होइन उहाँले चाहिँ म नामहरू भन्छु अब एउटा चाहिँ वर्णावास श्रेष्ठ अङ्कल हुनुहुन्छ उहाँ चाहिँ हाम्रो होस्टेलको अध्यक्ष हुनुहुन्छ अनि बेन्जामिन गौतम दाई उहाँ चाहिँ एकदमै मेरो नर्सिङ पढ्दाखेरि हेल्प गर्नुहुने दाई हुनुहुन्छ अनि त्यसपछि शारदा गौतम उहाँको मम्मी जसलाई मैले मम्मी भनेर अङ्गाले उहाँ नै हुनुहुन्थ्यो म जब बिरामी हुँदाखेरि मेरो हरेक कुराहरू ख्याल राख्ने चाहिँ शारदा गौतम उहाँ जो मैले मम्मी भन्थेँ स्टिल उहाँलाई पनि म मम्मी नै भन्छु स्टिल आई लभ हर अनि दिपक बोहरा जो अङ्कल हुनुहुन्छ उहाँ हाम्रो होस्टेलको बोर्ड मेम्बरमा हुनुहुन्छ उहाँ अङ्कलहरूलाई सबैलाई म एकदम थ्याङ्क यू भन्छु रुने होइन आमासँग नजिक हुनुपर्छ अब अङ्गालो मारेको त हेर्नु पऱ्यो नि त मैले म त मिलन गराउन आएको ल आमा छोरीको अङ्गालो मारेको हेरौँ त यो संसारले हेर्नुपर्छ आज ल खुसी हुने ह्याप्पी हुने केही सोध्नु मन छैन अझै सोध एकदमै क्लियर भयो अझै परिवारको बारेमा केही सोध्नु छ तिमीलाई याद गर बरु एकछिन टाइम लगाऊ हामीसँग केही टाइम स्पेन्ड गर सोध किनकि तिमीलाई हामीले सिकाउनु पर्ने बच्चा होइन नि त अलरेडी तिमी नै जान्नेछौ तिमीले अब मैले के गर्दा बेटर हुन्छ मेरो लाइफमा मैले के गर्दा राम्रो हुन्छ मैले के डिसिसन लिँदा राम्रो हुन्छ म कुन तरिका जाँदा राम्रो हुन्छ भन्ने कुरा सायद तिमीलाई पनि धेरै थाहा छ पछि सायद म पनि हेल्प गर्छु होइन अब आमा
त्यही आफ्नो कुरा सुनाउनु हो, आमाका कुराहरूलाई पनि अब बुझिदिनु। म त पहिला अलि चर्को बोल्थेँ कि गाली गर्थेँ कसैलाई भन्थेँ के गरे यस्तो भन्थेँ। होइन गाली गर्नु पर्दैन, उहाँको त्यतिखेर अब सिचुएसन नै त्यस्तै थियो होला, उहाँ आफू काम गर्नुहुन्थ्यो होला, भनिहाल्नुभयो उहाँले आफ्नो काम त्यस्तो गर्नुहुन्थ्यो, काठमाडौँ आएर काम गर्नुहुन्थ्यो, उहाँको पनि आफ्नो बाध्यता थियो होला। म त्यो कुरालाई बुझ्छु, त्यो कुराहरू एक्सेप्ट गर्छु, सबै कुराहरूलाई। जे भए पनि जन्म दिने आमा हुनुहुन्छ, यत्रो वर्षसम्म आयो जाति त मेरो छोरी दिवाली होइन। ठिक छ, आज मैले धेरै पछि मैले लामो समयसम्म मेरो छोरा सन्तानको मैले अन्ना दिएको। यो खुसीको बेला हो, यो खुसीको बेला हो, यो मिलन हो, यही नै हो मैले चाहेको। तपाईँहरूको मिलन होस्, फ्यामिली भेटियोस्, आश्रय नयाँ जीवनको एउटा नयाँ यादै अब बल्ल उसको जर्नी सुरुवात हुँदैछ फ्यामिलीसँगको होइन। अब हजुरले प्रेम गर्नुहोस् दिदी, विगतलाई उसलाई भुल्ने बनाउनु पऱ्यो, तपाईँले भुलाउनु पऱ्यो नि, विगतलाई त बिर्साउनु पऱ्यो। प्रेम गरेर हुन्छ कि सम्झाएर बुझाएर हुन्छ। आज उसले भनिसकेको यस्तो बुझ्ने छोरी पाउनुहुन्छ, जे भयो नि जन्म दिने आमा हो मेरो, म कहाँ आमालाई दोष लाउन सक्छु र आमाको बाध्यता थियो होला भनेर भनेको छोरीले त्यो भनेपछि त सकियो नि त। उसले त अझ मलाई हिजो के सोध्छु भनेको थियो, बिचरा उसको आज सोध्ने त आँटै आएन। आमा भनेको आमा हो कि, आमाभित्र मातृत्वको शक्ति छ, प्रेम छ। हजुर भगवान् हो, जन्मदिनु हो, विगतलाई म कोट्टाउँदिनँ। विगतमा अझ अलि बल गरेको भए भेटिन्थ्यो कि काठमाडौँकै आश्रममा थियो होइन। थोरै उसको पनि त्यही हो क्वेसन, अलि बल गरेर फ्यामिलीले खोजिदिएको भए म अहिलेसम्म फ्यामिलीकै मायामा बस्न पाउँथेँ कि भन्ने थियो। अब त विगतलाई कोट्टाएर अब छैन। हजुरलाई नि बुझ्छु, हजुरको पनि अहिले अर्को घर विवाह गर्नु भएको छ, श्रीमानसँगै हुनुहुन्न, दुईवटा बच्चा हुर्काउनु भएको रहेछ तपाईँको। एउटा छोरी मान्छे भइसकेपछि आफ्नो बाध्यता हुन्छ, कसैले माया गरिदियोस्, कसैले केयर गरिदियोस् भन्ने हुन्छ। अब त्यो बेलामा पनि त्यस्तै भयो होला, उहाँलाई मेरो एजको त हुनुहुन्थ्यो होला। एउटा छोरी पाएर कसरी छोड्न सक्नुहुन्छ र एउटा